भनिन्छ नि कहिलेकाहीँ भगवान्ले पनि आफै बोलाउनुहुन्छ भनेर। यो कुरो चाहिँ साँच्चै नै जस्तो लाग्यो आज चाहिँ मलाई, किनभने मेरो यो उसमा जानको लागि केही पनि प्लान थिएन आज। अनि मम्मीहरूको चाहिँ यहाँ कीर्तन टोली आन्टीहरूकोबाट चाहिँ माइतमा यहाँ घरमा चाहिँ पुराण लाउनु भएको रहेछ। अनि त्यही घर छेउमा चाहिँ गजमुखी धाम पर्दो रहेछ बाटोमै। अनि मलाई आफै त्यो मनबाट मन्दिर बा छ कि भन्ने यसो मनमा आयो, जिज्ञासा जस्तो आयो कि मलाई। अनि मैले मम्मीलाई फोन गरेर सोधेँ, अनि उहाँले चाहिँ बाटो त्यही पर्दो रहेछ, अनि गाडी पनि खाली स्पेस थियो। अनि मनमा भाइलाई पनि पुरा लिएर आऊँ कि भनेर, बाबुलाई पुरा लिएर आउनु पऱ्यो भन्ने सोचेँ। अनि त्यसैमा म आइहालेँ। अनि यहाँ आएर चाहिँ बाबुलाई खोलामा नुहाइ गरिदिएको थिएँ। अनि यहाँ मैले भगवानसँग प्रार्थना गरेँ, उसलाई पूजाहरू गराइदिएँ, उसको नाममा मैले के गराइदिएँ। अनि यसमा चाहिँ गजमुखी धाममा चाहिँ हामीलाई दमकबाट 2.5 घन्टा जति लाग्यो। अनि हामीले पूजासुजा गरेर बस्यौँ।